र हेलो एन्ड नमस्ते होप सबैजना सन्चै हुनुहुन्छ होला है र म पनि आज सन्चै छु। आज के गर्नु गइरहेको छु भन्दा आज त्यही हो, आज त्यस्तो स्पेसल त मेरो केही छैन है र पनि आज म घरको है हल्का अस्तितिर निकै डुली डुलाइ भयो नि त, त्यही भएर आज घरको लुगाफाटाहरू अलिक धुनुपर्ने छ है। लुगाफाटाहरू धुनुलाई निकालिसकेँ र त्यही हो, लुगाफाटा धुनुपर्छ है। फेरि मेरो 1-2 दिन बादमा एउटा कहीँ जाने काम छ नि त, त्यसको लागि प्रिपरेसनमा छु है। र तपाईँहरूले देखिहाल्नु भयो म कहाँ छु र के गर्दैछु है। र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने कृपया गरी मेरो च्यानललाई सब्सक्राइब गर्नु, लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला है चमेलीको तिलो माया बम्बई जाने चमेलीको तिलो माया बम्बई जाने कहिले हाँसो कहिले आँसु पिरतीको खेला आहै पिरतीको खेला कालो पौवारेलीमा पिपलु हाँगैमा ल त साथीभाइहरू, हाम्रो घर चाहिँ कुछ यस्तो टाइपको छ है। तपाईँ देखिहाल्नु भयो है। अहिले चाहिँ बारीमा चाहिँ त्यस्तो खासै चाहिँ केही छैन है, तर अब मकै छरिरहेको छ है। मकै छरिरहेको छ, अब छिटै हुनुहुन्छ। ओ यहाँनिर कोपी थियो, कोपी चाहिँ सकिएछ है। त्यही हो। र फाइनली है, म चाहिँ लुगा अब बसेको है। तपाईँहरू भिडियो हेरिरहनुहोस् अन्तिमसम्म है। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् है। मेरो लुगा चाहिँ धुनु चाहिँ स्टक छ है, कहिले दिइसक्नु। फेरि 1-2 दिनमा कहीँ जानु पनि छ नि त, म तपाईँहरूले त्यसको भिडियो पनि बनाउँछु है। तपाईँहरूले त्यो भिडियोलाई पनि लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् है। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है। र हेलो एन्ड वेलकम ब्याक टु फेरि तपाईँहरूलाई है। मैले चाहिँ लुगाहरू धुइसकेँ र लुगाफाटाहरू धुइसकेर म चाहिँ फ्रेस भएर बसिरहेको छु है। अनि खास त्यही हो, तपाईँले हेरिहाल्नु भयो होला है। के भन्छ, मैले लुगाहरू धोएँ, कति थियो के गरेँ है। आजको दिन मेरो त्यसरी नै बित्यो भनौँ न। र म खास के भन्न गइरहेको छु भने, त्यो अस्ति मैले तपाईँहरूलाई प्रिभियस भिडियो हेरेर थाहा भयो होला है। मैले गान्तोक फुड ट्रायलमा गएको थिएँ र त्यो ट्रायल चाहिँ के भयो भनेर तपाईँहरूलाई पनि है जान्ने इच्छा भएको होला है। र त्यसको बारेमा चाहिँ म तपाईँहरूलाई डिटेल्समा भन्न चाहन्छु है। म चाहिँ फुड ट्रायलमा चाहिँ गान्तोक डाँडागाउँ होटल रोनकमा गएको थिएँ है। तर त्यहाँनिर त्यतिको ठिकै हो, 21वटा रुमको प्रपर्टी रहेछ, ठिकै हो। त्यतिको मलाई राम्रै लाग्यो होइन। मलाई अलिक अनकम्फर्टेबल फिल भयो क्या त त्यहाँनिर। अलिक किचनहरू देखेर होइन, अब कस्तो खालको भयो भन्दाखेरि, अब जाने चाहिँ काम गर्नु सजिलो होस् न। अब भन्छ स्टाफ पनि अलिक कम्ती रहेछ होइन, प्लस किचनमा पनि त्यस्तै थियो। अन्त त्यही भएर चाहिँ मलाई अलिक इच्छा लागेन होइन। अन्त त्यही भएर मैले त्यहाँनिर ट्रायल त दिएँ मैले
ट्रायल दिएँ है। इन्डियन र चाइनिजकोमा गएको थिएँ र मैले गएर त्यहाँ ट्रायल दिएँ। ट्रायल मैले पास त गरेँ, तर सेलेरी मैले फिक्स मैले एक्सपेक्टेसन मेरो कति छ भन्दाखेरि मैले ओनर म्यामलाई भनिसकेको थिएँ होइन। म्यामले अन्त ल तिमीलाई भोलि कल गर्छु भन्नुभएको थियो। अन्त कल गर्नुभएको थियो होइन। अन्त मैले हुन्छ म्यामले अलिक तिम्रो एक्सपेक्टेसनभन्दा अलिक कम्ती चाहिँ म एफोर्ड गर्न सक्छु भन्नुभयो नि त। अन्त मैले अब डाइरेक्ट रिजेक्ट त अब मैले गरेको होइन, तर मलाई अलिकति कम्फर्टेबल फिल लागेन त्यहाँनिर काम गर्नु। अन्त त्यही भएर मैले त्यहाँनिर ट्रायल दिएको थिएँ, तर मैले ट्रायलमा पास पनि भएको थिएँ, सेलेक्ट पनि भएको थिएँ, तर म गइनँ है। मेरो अलिकति अब मलाई अनकम्फर्टेबल फिल भयो त्यहाँनिर काम गर्नु होइन। त्यही भएर मैले त्यहाँ अलिकति सक्दिनँ जस्तो नै लाग्यो, किनकि त्यही भएर चाहिँ मैले त्यहाँबाट सेलेक्ट भएको पनि मैले त्यहाँबाट रिजेक्ट जस्तै भएर म आएँ है। फेरि अब त्यही हो, अब के गर्नु, सबै कुरो अब अलिकति अब पैसा मात्रै हेरेर हुँदैन होइन। कतिवटा आफूलाई कम्फर्टेबल फिल हुने जग्गा पनि हेर्नुपर्छ होइन। त्यही भएर मैले त्यहाँ गर्दिनँ है। त्यही हो, तपाईँहरूलाई यति नै भन्दै आजको म छोटो मिठो भ्लगबाट बिदा लिन चाहन्छु है। तपाईँहरूलाई यदि मेरो भ्लग मन पऱ्यो भने लाइक, सेयर अनि कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है। यदि तपाईँ न्यू हुनुहुन्छ भने सब्सक्राइब मात्रै गरेर हुँदैन है, तपाईँहरूले बेल आइकन पनि बजाएर घन्टी पनि बजाइदिनुहोस् होला है। त्यसले गर्दाखेरि चाहिँ मलाई पनि सजिलो हुन्छ, तपाईँलाई पनि सजिलो हुन्छ। तपाईँहरूको लागि न्यू कन्टेन्टहरू ल्याउनु मलाई हुन्छ, जोस जागर आउँछ है। नयाँ डेली भ्लग्सहरू हाल्नु म सकेको छुइनँ, किनकि अब सबै कुरो म देखाउनु सक्दिनँ है। कतिवटा कुराहरू मेरो पर्सनल हुन्छ, त्यही भएर देखाउनु सक्दिनँ। कतिवटा डेली भ्लग्सहरू हाल्नु सकेको छुइनँ है। र पनि आशा गर्छु डेली कन्टिन्यू नै गरौँ भनेको है। साथ सपोर्टको मलाई धेरै खाँचो छ है। त्यही भन्दै म अहिले यहाँबाट बिदा लिन चाहन्छु है। असलैको